हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो, नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो। अब त्यो पनि पुरै देशभरि चल्नु पर्यो, 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आइयो, तपाईहरुलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईहरु किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, केको टेन्सन? तपाईहरुका समस्या, पुरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण कार्यकर्तादेखि लिएर तपाई हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईहरुलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईहरुले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन, धेरै धेरै माया। तपाईहरु